हाइट आज चाहिँ झोर झरना जाँदैछौँ। झोर वाटरफल्स 34 किलोमिटर फ्रम माई होम। ओके, सो माउन्ट रेडी गरौँ। मेरो यो उसको यस। ओके, स्टार्टमा क्लिक दिनुहोस्। बाई बाई मेरो स्कुटर। युजली म चाहिँ लङ टुरको लागि घुम्नको लागि बाइक युज गर्छु। अदरवाइज आई हेभ माई ओन स्कुटी। नारायणघाटको हो होइन, माइक अलिक क्लियर नहुनसक्छ। राइट, मैले भन्न खोजेको उसको के त्यो माइक अन भएको, यो क्यामेरा अन भएको क्या, त्यो आवाज रुबेसकोमा चाहिँ आउँथ्यो क्या। त्यो गर्नुपर्छ नि, नत्र माइक अन भएकै थाहा पाउँदैन नि। मजा आउँछ नि चलाउन। मलाई चाहिँ यो चलाउँदाखेरि त्यो स्कुटी लाउँछ क्या, एउटा प्रिमियम बाइक चलाएको क्या होइन, त्यो झारपाते बाइक चलाएको लाग्दैन क्या। ए अब पेट्रोल हाल्नु पऱ्यो होइन। मेरो अलरेडी 4 लाइन पेट्रोल छ अहिले। फुल गरेर लानु पऱ्यो, फेरि बाटोमा बिजोग नहोस् होइन। त्यही हो। म र मेरो भाइ टक्क लगाएर झोर झर्ना जाँदैछौँ होइन। तेल 6.84। गाइस अब यहाँबाट 30 मिनट छ, 10 किलोमिटर। झोर झर्ना भयो खाने। कस्तो यहाँ एसएम गर्ने हिन्डाई टाटाहरू छ नि यता फेमस। कहाँ आइपुग्यो यार, हामी बालुवाटार आइपुग्यो जस्तो। म अब यसरी घुम्न मन लागिरहेको कि, अब क्यामेरा भयो होइन, अब बिस्तारै घुम्ने हो क्या। अब मैले चाहिँ खास होइन गोप्रो नकिन भने कि, किनकि गोप्रोको धेरै उ छ क्या, ब्याट्री पनि छ क्या। अनि डिजिआईको राम्रो छ, डिजिआई फेरि महँगो छ, त्यही भएर नि हो क्या। अब 15 मिनट बाँकी छ अझै। हामी कहाँ आइपुग्यो अहिले, मन्दिर जस्तो ठाउँमा आइपुग्यो। ट्राफिक छ ठाउँ, आज चैते पूजा हो। यस्तो मेला लागेको छ आज त। तर यो बाइक 1 गियरमा चलाउँदै 2 गियरमा उसमा हजुर, यो बाइक चाहिँ 2 गियरमा मजाले सबै ठाउँ तान्छ क्या। 1 गियर चाहिँ एकदम उसमा हो क्या, लास्टै उसमा मात्र हो, न त 2 गियरले चाहिँ सबै ठाउँमा पुऱ्याइन्छ क्या। यो बाइकको त्यही मजा छ क्या, यो बाइकको त्यही एउटा मलाई मनपर्छ क्या। ए पिकअप त त्यस्तो फिलै आउँदैन क्या, तान्दैन जस्तो। बुलेटलाई 1 गियर चाहिन्छ क्या, तर यसलाई चाहिन्न क्या।
12 मिनट योजना वेयर कमिङ 12 मिनट मोर त्यो बिस्तारै गाउँ गर्दै गइरहेछौँ भनौँ किन हतार नगरिकन किनकि के को हतार गर्नु सर आरामले जाने आरामले आउने हो होइन राइडको मजा लिने हो त्यही भएर आरामले जाने हो कि साथीहरू बाटो चाहिँ यहाँसम्म त राम्रै छ अब हेरौँ अप्रोड भेटिन्छ कि भेटिन्न राइट अब अफरोड सुरु हुँदैछ साह्रै उकालो जस्तो रहेछ ठाउँ चाहिँ होइन मेरो ट्रायम्फ स्पिड 400 चाहिँ 2 गियरमा तान्छ कि तान्दैन है त अब अफरोड सुरु भयो गाइस लास्ट अफरोड छन् अब अफरोड सुरु भयो यहाँमा यसले कहाँ देखायो यार म्याप पनि साह्रै छ यार उकालो त है काठमाडौँ सहर हेर्दा लाग्छ रहर 2 गियरमै छ अझै नि यो बाइक धेरै सिसीको बाइकको चाहिँ यो हो कि 2 गियरमा पनि मजाले तान्छ क्या यसले यो चाहिँ दामी लाग्छ क्या रङ बाटो त गएन नि म यतै हो है यो के भन्छ अरे उसको ब्रेक ठाडै उकालो रहेछ त है अब बाइक कराउनु थाल्यो यहाँ गर्दै हामी लगभग 2 मिनट देखाएको छ बाटो चाहिँ अलिकति खतरै छ गाइस यस्तोमा अलि डर लाग्यो 1 गियरमै हान्दिउँ न अलि बढी ठाडै रहेछ अब जाने चाहिँ कता हो खै झर्ना यता रहेछ राइट यस गो राइट गुड राङो अब 2 गियरमा बढेछ 2 गियरमा तान्छ यतिकोमा त अलि बढी उकालो भयो भने चाहिँ रिस्क हुन्छ 2 गियरमा फ्याट टेस्टर बन्दा भयो भने टेन्सन हुन्छ हामी चाहिँ अलमोस्ट झर्ना आइपुगेको छौँ खासै क्राउड छैन वाउ यहीँ त हो नि है खासै मान्छे छैन यस बाइक चाहिँ बबाल हो क्या पावरको कुरामा चाहिँ नो कम्प्रोमाइज राइट यो ब्लक अब यहाँबाट अलिकति यसो पैदल यात्री गर्नु पर्यो होइन ओके अब यहाँबाट अलिकति हिँड्नुपर्छ चाहिँ झर्ना छ अलिकति हिँड्नुपर्छ होइन त्यो स्मल हाइक होइन बाइकमा चाहिँ जोस नो कम्प्रोमाइज पावरमा चाहिँ हेलमेट यहीँ राखिदिउँ हाम्रो घरमा यो गाइस झर्नाको लागि स्मल हाइक छ होइन ऐतिहासिक धार्मिक पर्यटक स्थल बौडेश्वर मन्दिर झर्ना गुफामा पाल्नुहुने सम्पूर्ण भजन ल सानो झर्ना स्टार्टिङ भइसक्यो यो चाहिँ मेरो भाइ अल द वे फ्रम अस्ट्रेलिया सिन चाहिँ दामी आउने हो क्या यसको तर 8को भन्दा 10को चाहिँ के क्वालिटी राम्रो रहेछ क्या होइन इम्प्रुभ भयो रहेछ क्या हाइट बबाल छ यार गुफा प्लस झर्ना कम्बिनेसन यो चाहिँ काठमाडौँ सहर मन्दिर गुफा अनि झर्ना सबै रहेछ क्या हाइट कत्रो ढुङ्गा है यो चाहिँ म्याप लोकेसन तल्लो झर्ना यताबाट जाने यो स्टेजबाट अर्को गणेश मन्दिर सानो भाइ चोक यता अर्को यो बौडेश्वर मन्दिर झर्ना यता जानु
गुफा चाहिँ यो होला हँ गुफा चाहिँ यो होला होला म त डाइरेक्ट अन गरिदिन्छु कि त्यो कसले उस गरिराखोस् यो होला मैले त्यो त उस होला भन्ने है परिक्रमा गर्ने हो भनेको तर कहाँ पुग्छ यहाँ उहाँ पुग्छ ए मतलब यहाँबाट डाइरेक्ट जानु मिल्यो अनि यताबाट पनि जान मिल्यो हेर्न त चप्पल लाएर हिँड्नु चप्पल त जुत्ता त भयो वाउ ए कतिवटा छ होला यो है यहाँ मेन यहाँ बिचमा रहेछ कता त्यो सेम त्यो एयरपोर्टको लाइन जस्तो क्या अँ है साथै दुबईमा यस्तै लाइन छ क्या त्यो उस गर्न खोजेको चेकिङ चेकआउटको ए यहाँ त डोरी लागिन्छ काठमाडौँ गोपाल छ है त्यो सीता पाइला रे यो हो सीता पाइला होइन सीता पाइला त उता हो उता तल रहेछ सानो पोखरी सिसी क्यामेरा छ के हो एकदम गोपाल फोटो खिच्नु चाहिँ म के होला है झर्ना ए भित्र रहेछ चप्पल चप्पल खोल्दा मात्र भित्र पस्नु होला आमा गुफा होइन गुफा है ढुङ्गा है ढुङ्गाको उसको खोक्रो गोपाल छ नि कहाँ कसले भेटायो कि भन्नैपर्छ है यस्तो राम्रो यस्तो छ भनेर म त माछा पनि छ सेम त्यो उतातिर माछा मजा त लाएर हिँड्नु छ र मजा त हुन्छ जुत्ता पो खोल्नुहुन्छ ए पानी रहेछ हौ मजा खोल्नु पऱ्यो मजा खोल्ने अँ पानी रहेछ मजा खोलेर अब खल्टीमा हाल्यो त्यही हो अन्ली अप्सन खतरा देखाएको छ है सेम गुफामा बसेको आफ्नो मजा हो खल्टीमा हाल्नु कति सिए त देखेँ धेरै टाढा छैन कि त्यहाँ त्यहाँ उज्यालो देखेको छ त्यसमा उज्यालो अलिअलि अलिअलि देख्छ कति छ मन्दिर देखेछ क्यामेरामा तलमा चाहिँ गर्थेँ नि गुफामा घुम्नु याद छ त्यही याद आयो त्यस्तै सिलाइरहेको अहिले मलाई तलमा चाहिँ मन त्यो त अब पैसा पाउँछ त्यहाँ फर्किन्छ त्यहाँ घुम्ने ठाउँ छैन ए घुम्ने ठाउँ छैन सानो छ क्या त्यहाँबाट निस्किन मिल्छ कि त्यति नै हो जाने दर्शन गर्ने अनि त्यहाँ महादेव छ ए आउने जानुहोस् 10 मिनट कसरी हो ब्याग चाहिँ नअड्क्यो यहीँसम्म रहेछ है गाइस गुफा चाहिँ दार्जिलिङ दामी छ तर ढुङ्गाले उस गरेको त गुफा रहेछ तर यो गुफा उस जस्तो छ नि खास भने नि यो गुफा चाहिँ होइन त्यो ढुङ्गाले के खोक्रो ढुङ्गा ढुङ्गाले चेपेर बनाएको के त्यस्तो छ कि ठाउँ चाहिँ चाबी लगाइदिएछ यता आएर गुफा चाहिँ ढुङ्गाहरूले दबिएको रहेछ साथी ठिक छ हाम्रो यहीँसम्म हो गन्तव्य आउँछ यहाँ चिप्लेदाखेरि नमजा हुन्छ चिप्ले अब हाम्रो अर्को डेस्टिनेसन भनेको झरना वाटरफल्स यस गुफाको दर्शन नै भयो स्थानको खुट्टा धुने हो चिसो
यहाँको पानी यहाँ पनि झर्ना झर्ना यो झर्नाको भवाल हो अहिले नआउनु मिल्दैन जुत्तालाई छोटा रन यताबाट जाने होइन यताबाट बाई बाई झर्ना बाई बाई गुफा yes it was awesome time हैन रमाइलो भयो नि पानी खाइ मलाई खायो पानी खाएन होइन सोधिरहनु पर्छ कि डोन्ट बी डिहाइड्रेट यु मस्ट बी हाइड्रेट पानी नै जीवन हो भन्छ त्यही भएर पानी चाहिँ खानुपर्छ होइन न उता राख्नु भाइ यो तल अर्को दामी ठाउँ जानलाई त्यहाँ तल हो दामी ठाउँ यहाँ पनि पुग्नु थियो ल मेरो फोटो राइट अब हामी चाहिँ तलको झरनामा जाँदैछौँ होइन यो चाहिँ तल जाने रोड अन्डर कन्स्ट्रक्सन रहेछ ठाउँ चाहिँ यहाँ चाहिँ कटेज रहेछ होइन सो ज्यान थाक्नलाई र लुक एट द भ्यू वाउ इट्स म्याग्निफिसेन्ट अन्डर कन्स्ट्रक्सन हुँदैछ यहाँ चाहिँ तपाईँको टोइलेट एन्ड दिस इज द झरना यो चाहिँ तल जाने पाथ ओके अर्कै अलिक गाउँले फिल्म टाइपको रहेछ राइट हे Can I jump? You! बाई बाई अब फर्किँदैछौँ हामी होइन त्यसरी भन्दा त्यो तेर्सो पार्यो भने मैले त्यो घरमा हाल्दा त्यसो हुन्छ राम्रो हुँदैन यस्तो ठाडो गरेर भिडियो गर्न यस्तो हेर्छु मोबाइल यसरी हो कि त्यसरी त त्यो गर्नु गर्यो भने ब्लग गर्दै हिँड्ने हो कि अब हामी फर्किँदैछौँ उसको त्यो टोपी छोडेकै छैन किनदेखि ए यहाँ आएर कपाल काट्यो यहाँ पनि के बनाउला जस्तो
Okay guys, we are back to the home. What's it? Gloves. Need gloves. अब सिधै घर जान्छ होला नि हैन भोक लागेन गरे ऊ त्यहाँ माथि जाने ठाउँ रहेछ त हाइकिङ त ऊ कहाँ जाने त्यहाँ त्यहाँबाट माथि जाने ठाउँ रहेछ त है Let's go check the mirror. Yes, perfect. You know, check the mirror, check the location, everything okay. अब पहिला घुमाउनु पर्यो on the key. Okay, now start the bike. Let's go. फर्स्ट टाइम डिस्कभर बाइक किन्दाखेरि बिहा Let's go off-road. Off-road. Huh? भित्रै राख्छु मैले डिस्कभर बाइक अनि कम त माया गरेँ त्यो बाइकले तर त्यो बाइकले मलाई पसिना निकाल्थ्यो क्या धुरुक्कुर बजाएको त्यो बाइकले त मलाई त्यो फर्स्ट बिहा तर मलाई सबभन्दा धेरै सजिलो चाहिँ त्यो 150 किनेर भयो हो होइन तर डिस्कभर बाइक चाहिँ फर्स्ट बाइक भएर लास्टै के प्यारो त थियो तर पुरानो भएर क्या अब बाइक किन्ने त्यो थिएन नि त आइडिया नलेजै थिएन बाइक भनेपछि भयो चलाउन जाने थियो कम त रुवा हो त्यो बाइकले यस अफरोड बाटो चाहिँ दामी छ तर अलिअलि यो बनेको बाटो भत्किएको छ कि पुरै ढलान गरे पनि रात बर्खाले गर्दा होला वाउ काठमाडौँ वी आर कमिङ यस गाइस झर्ना आउनलाई चाहिँ बाटोहरू सबै राम्रै छ अलिकति अफरोड छ यो तलबाट अलिकति मात्र हो त्यस्तो छैन अलिकति ठाडो उकालो हो तर त्यस्तो छैन ठाउँ चाहिँ अलिकति म्यानेजमेन्ट पोर छ त्यही भएर तर सायद बर्खामा चाहिँ बबाल खालको छ ठाउँ यो पानी आयो भने चाहिँ तर जस ठाउँ ओके ओके एभरेज छ होइन अब बाटो अफरोड भन्ने सायद यति नै हो माथि त ढलान गरेको छ हल्का भत्केको छ यही त हो नि नेपालको बाटो कलेरहरू पनि लास पोहोर थियो तर त्यही हो अब अलिकति म्यानेजमेन्ट राम्रो भयो नि घुम्नलाई चाहिँ बबाल छ काठमाडौँबाट जम्मा 12-13 किलोमिटरको छ धेरै टाढो छैन आधा घन्टामा आइपुग्छ त्यही अफरोड स्टार्ट अफरोड oh my god अफरोड स्टार्ट यल्ला ट्राइन हबीबी मिठो परेछ अफरोड बाटो त्यहाँबाट घुमाइदिएर नि तल जाने होला नि हामी तल जाने यतैबाट जानुपर्छ है त्यतैबाट जानुपर्छ फाइनली पिच रोड आयो What do you like to buy? You can buy here everything cheap, very cheap, 100 rupees, how many 100 rupees, 100 rupees, everything cheap. Sama, only 100 rupees, cheap price. Yalla, sasto.
थाहा होइन यता तल हो यता जाने होइन बाटो अलिकति घुमाइदियो क्या त्यहाँबाट अब त चिन्छ त्यो त्यो अगाडिबाट गएको थियो नि त्यो अघिको मेन रोड हो कि यो चाहिँ अघि आएको बाटो हो यहाँबाट त चिन्छ यो बाटो त चिन्छ नो डाउट आई नो दिस प्लेस यो बाटो कहिले बनाएर भ्याउने हो पनि बडा भिजोक छ त यतातिर पनि खतरा खतरा उसहरू बनाउँदै छ नि यो उसहरू के स्पोर्ट खेलकुदहरूको क्या